हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल एनदर भिडियो गाइज। आज म बिहानै उठिसकेँ। अब चाहिँ म ब्रस गर्दैछु, मम्मी पनि ब्रस गर्दै हुनुहुन्छ, म सँगसँगै हेर्न सक्नुहुन्छ। म चाहिँ ब्रस गरिसकेँ। यो चाहिँ हाम्रो भात तरकारी कटिङ गर्दै हुनुहुन्छ मम्मी। मलाई चाहिँ खुर्सानी टिप्न पठाउनु भयो। मौसम चाहिँ आजको राम्रो छ गाइज। यो हो हाम्रो सोलो। अब चाहिँ खुर्सानी टिप्न लाग्यो। मैले चाहिँ धेरै खुर्सानी टिपेर मम्मीले दिइसकेँ। पानी ल्याउन पठाउनु भयो, पानी ल्याएर दिए। यता चाहिँ तरकारी पाकिरहेछ गाइज, स्पेसल। वाउ। उहाँ चाहिँ हाम्रो पडोसी हजुरआमा भैँसीको गोठमा यो सफा गर्दै हुनुहुन्छ मल बनाउनको लागि। बहिनी चाहिँ नुहाएर पढिरहेको छिन्। यता चाहिँ धेरै फोहोर भयो, सबै सफा गर्नु पर्यो भन्नुभयो मम्मीले। चाहिँ सफा गर्नलाई मम्मीले पनि यता भाँगासँग काट लाग्नुभयो अनि हामी आमा छोरा मिलेर मजाले सरसफाइ गरेर गाइज यस्तो पसिना ओ माई गॉड हेर्न सक्नुहुन्छ। पहिला भन्दा यति सफा देखेको छ। बहिनीहरू स्कुल जाँदैछन्। यता चाहिँ मेरो ठुलो मम्मीले चाहिँ मलाई बोलाउनु भयो, तरकारी धुँदैछु भन्नुभयो। हाम्रो ठुलो मम्मीको घरमा चाहिँ फुल चाहिँ एकदम राम्रो राम्रो फलेको छन्। ठुली मम्मीले चाहिँ किन बोलाउनु भएको रहेछ भन्दा घरमा चाहिँ मान्छे आउनु भएको रहेछ अनि मासु लिन पठाउनु भयो मलाई चाहिँ। नानुहरूले चाहिँ मेरो भ्लग हेर्दा रहेछन्। म चाहिँ निस्कि मासु लिन, मासु चाहिँ छ गरे, मासु दिने मान्छे छैन अरे। यहाँ पाइन्छ कि भनेको यहाँ पनि रहेनछ गाइज। फेरि म अगाडि गएँ, अझ अगाडि चिलम चौरा पुगेँ, बल्ल यहाँ चाहिँ खुला रहेछ। कति मजाले सुतिरहेछ कि। मासु लिएर फर्किसकेँ गाइज। म घरमा आएँ, मासु दिएँ, थ्याङ्क यू भन्नुभयो ठुलुवा ठुल मम्मी को सबैजना हुनुहुन्थ्यो यहाँ। म घर आएँ, मम्मी थाकिसक्नु भएको रहेछ। चाहिँ अघि चाहिँ यो साफ गरेको, अब चाहिँ यता यो हाम्रो नल्काको धारामा अलिकति फोहोर छ, यो पनि अलि सफा गर्नु पर्यो। पहिला र अहिलेमा यति फरक पाउन सक्नुहुन्छ। यसरी सामानको प्रयोग गरिसकेपछि यसरी राख्नुपर्छ साथीहरू। बहिनी चाहिँ खाना खाँदैछिन्। मलाई पनि भोक लागिसक्यो गाइज, अब म पनि छिट्नु आएर खान्छु। खाना मैले खाइसकेँ। बहिनी स्कुल जान लाइन आजको मेरो आउटफिट हेर्न सक्नुहुन्छ। म निस्के बजार। धेरै दिनपछि देवेन्द्र साथीसँग भेट भयो। हाम्रो मिठो कुराकानी भएपछि देवेन्द्र निस्के, म पनि निस्किएँ। बाइक सर्भिसिङ गर्न दिएपछि म गएँ अटोमा। मैले यहाँबाट बिस्कुट लिएँ। एकजना बुवा आउनुभयो, उहाँ पनि भगतपुर जाँदै हुनुहुन्थ्यो अनि बिस्कुट दिएँ, उहाँले खानुभयो। म क्लास पुगिसकेँ गाइज, अटो पनि गयो। चाबी सटर खोले, भित्र पसिसकेँ, डेक लगाएँ, मोबाइल निकालेँ, भाइ गीत बजाए, भाइहरू आए, बहिनीसँग मिठो कुराकानी भयो। त्यसपछि पारस साथी आए। पारससँग मिठो कुराकानी भइसकेपछि यता चाहिँ मेरो भाइ एनसी भाइ अनि यता चाहिँ बहिनीहरू। अनि पछि हाम्रो क्लास सक्यो, हामी चटपटे खाना यता हाट बजारतिर आयौँ। त्यसपछि हामी निस्क्यौँ अनि म चाहिँ यहाँ अटोमा हेर्न सक्नुहुन्छ फुल मजामा, भाइ अटोको मजा लिँदै। अटोमा गुफर लाग्थ्यो नि, गीत बजिरहेको थियो त्यसैले। अनि यिनी भाइ गइदिएँ। मैले चाहिँ मम्मीलाई मोमो लिएर आइदिएँ। मोमो मिठो छ गरे, म खाना खान लागेँ। त्यसपछि खाना खाइसकेपछि ठ्याक्कै बुवा पनि आउनुभयो। बुवाले चाहिँ केही स्पेसल ल्याउनु भएको थियो अनि त्यो हामी खाना ल्यायौँ। आजको ब्लग यति नै। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बाई बाई, सी यू सुन गाइज।